यो एटोमिक ह्याबिट्स बुकले हामीले कुनै पनि नयाँ ह्याबिटहरू बनाउनको लागि चाहिँ 4वटा स्टेप बताएको छ। क्यु, क्रेभिङ, रेस्पोन्स र रिवार्ड। अब यसलाई एउटा सिम्पल एक्जाम्पलबाट बुझौँ। मानिलिउँ मलाई दिनको 3 लिटर पानी पिउनु छ। त्यसको लागि मैले के गर्नु पर्यो त? म जे गरिरहेको हुन्छु त्यसको छेउमा मैले पानीको बोतल राख्नु पर्यो। अब के हुन्छ त? यहाँ म आफ्नो काम गर्दैछु, मेरो साइडमा बोतल राखिएको छ। साइडमा भएको बोतल मैले देख्छु, त्यो मेरो क्यु भयो, मतलब ट्रिगर। बोतल देखेपछि मलाई पानी पिउन मन लाग्यो, त्यो मेरो क्रेभिङ भयो, मतलब पानी पिउने इच्छा लाग्यो। त्यसपछि म बोतल उठाएर पानी पिउँछु, त्यो मेरो रेस्पोन्स भयो, मतलब मैले रियाक्ट गरेँ। अनि पानी पिइसकेपछि मलाई फ्रेस र राम्रो फिल हुन्छ, त्यो मेरो रिवार्ड भयो, मतलब मलाई आनन्द भयो। यही 4वटा स्टेप फलो गरेर हामीले पनि हाम्रो लाइफमा नयाँ ह्याबिट सुरु गर्न सक्छौँ। आजबाट कुन नयाँ ह्याबिट सुरु गर्नुहुन्छ त? कमेन्ट गर्नुहोस्।